आजको भिडियोमा स्वागत छ। आज तपाईहरुलाई साइकल देखाउँदैछु, इलेक्ट्रोनिक साइकल। हेर्नुहोस् कस्तो खतरनाक साइकल छ, मामाले बनाएको आफै। हेर्नु के हाल्नु भएको छ। हेलो, हाम्रो ऑडियन्सको लागि तपाई के भन्न चाहनुहुन्छ? यो साइकलको बारेमा? यो साइकल चाहिँ इलेक्ट्रिक साइकल हो। यो तपाईहरुको यो पछाडीको चक्कामा लागेको छ एउटा मोटर। यो चाहिँ 36 र 48 भोल्टमा चल्छ। यो चाहिँ तपाईको 350 वाटको मोटर रहेको छ। त्यस पछाडी यसको तार चाहिँ तपाईको यहाँदेखि जान्छ। यो जुन छ यहाँदेखि तार गएको छ। यो हुँदै ब्याट्रीमा जान्छ हाम्रो तार। हाम्रो ब्याट्री चाहिँ तपाईको 8 AH को रहेको छ र यो पनि 36 भोल्टको नै छ। त्यस पछाडी हाम्रो आउँछ यहाँ चाबी अन अफ गर्ने ठाउँ। तपाईको यसरी अन गरिसकेपछि चाहिँ यहाँ तपाईको ब्याट्री इन्डिकेटर छ। यो हाम्रो तपाईको यसरी एउटा हरेन पनि दिएको छ र हरेन पछाडी यसले लाइट बल्छ। यहाँ तपाईको यहाँ LED लाइट पनि दिएको छ। यो यही किट भित्र आउँछ र यसमा चाहिँ दुईटा ब्रेक हुन्छ। तपाईको यो चाहिँ फिजिकल ब्रेक भयो, जुन चाहिँ डिस्क ब्रेक हो। तपाईको यसरी डिस्क चक्कामा डिस्क छ। यसको ब्रेक चाहिँ आएर यहाँ कनेक्ट हुन्छ भने यो अर्को चाहिँ तपाईको यो चाहिँ मोटरमा छ, मोटरमा गएको छ। यसले चाहिँ तपाईले यसरी ब्रेक लाउँदाखेरि चाहिँ मोटरमा कनेक्सन अफ गरिदिन्छ, कट अफ गरिदिन्छ। र हाम्रो यो सिट चाहिँ होममेड सिट हो। यो चाहिँ पुरानो साइकललाई मोडिफाइड गरेर चाहिँ यस्तो बनाइएको छ। र आज चाहिँ यसको टेस्ट तथा रिभ्यू पनि यसै भिडियोमा देखाइदिनेछु। हाम्रो भान्जाले गर्छन्, हाम्रो भान्जा यता छन्। ल, आज भान्जा र म चाहिँ यसको टेस्ट ड्राइभ र रिभ्यू देखाउन जाँदैछौँ। यसले स्पिड चाहिँ यसको स्पिड चाहिँ मैले छुटाएको छु। यसको स्पिड तपाईको 35 देखि 40 को स्पिड दिन्छ भने यो 8 AH को ब्याट्रीले, लिथियम आइरन ब्याट्रीले चाहिँ एक चार्जमा 30 किलोमिटर लगभग कुद्छ यसले। र यो तलको बक्समा चाहिँ यसको कन्ट्रोलर छ भने तपाईको यसले यो एकचोटि चार्ज हुँदा चाहिँ 2 रुपैयाँदेखि 3 रुपैयाँसम्मको बिजुली खान्छ। साथीहरु, हामी चाहिँ यसलाई पेजमा टेस्ट गर्न लाँदैछौँ हैन। हाम्रो भान्जा चाहिँ पछाडी छ, भलगर भान्जा। साथीहरु, यो भिडियो चाहिँ तपाईले पुरा हेर्नु होला, नछुटाइ स्किप नगरिकन हेर्नु होला। यो भिडियोमा यो साइकल सम्बन्धी म पुरा जानकारी दिनेछु र छुटेका जानकारीहरू चाहिँ तपाईहरुलाई चाहिएमा कमेन्ट पनि गर्न सक्नुहुनेछ। तर पुरा हेरेर मात्र कमेन्ट गर्नु होला, किनकि भरिसक सबै इन्फर्मेसन चाहिँ यही भिडियोमा हुनेछ। गाइस, देखिसक्नु भयो होला यसको स्पिड र पावर कति छ भनेर। यसको क्षमता चाहिँ तपाईको 180 केजी हो। यसले 180 केजी जति चाहिँ ठाउँको ठाउँबाट उठाएर हिँड्छ। इभन पाइडलहरू केही मार्नु पर्दैन, यसले ठाउँको ठाउँबाट तानेर लाने हो। र यसको तान क्षमता चाहिँ एकदमै धेरै छ। ल भान्जा बस। हात हाल्ला
थियो होइन साथीहरू तपाईँहरू पनि यस्तो साइकल चाहिँ आफ्नै घरमा बनाउन सक्नुहुन्छ र यो साइकल बनाउनु चाहिँ तपाईँको अनलाइनमा साइकल किट भनेर पाउँछ र त्यो चाहिँ तपाईँहरूले लिएर एसेम्बल गर्न सक्नुहुन्छ प्लस यसको जुन यस्तो सिट छ जुन यो सिट छ सिट हामी बसिरहेछौँ यो सिट चाहिँ तपाईँले अलिक मेहनत गर्नुपर्ने हुन्छ यसको लागि चाहिँ थोरै सिप पनि चाहिन्छ होइन भने तपाईँ थर्ड पर्सन अलिक जान्ने मान्छेसँग पनि बनाउन सक्नुहुन्छ त्यस्तो कुरो होइन तपाईँहरूले चाहिँ यो बनाउनु भयो भने चाहिँ तपाईँहरूको पैसा जोगाउँछ यसले चाहिँ एक अर्थमा सेभिङको कुरो पनि हो र तपाईँहरूको अलिक साइकल स्लो हुनाले तपाईँको यसमा चाहिँ एक्सिडेन्टहरूको चाहिँ डर हुँदैन र आज चाहिँ हामीले चाहिँ यसको तपाईँहरूलाई टेस्टिङ देखाएर यसो रिभ्यू पनि यो चलाएको चाहिँ हामीले चलाएको चाहिँ लगभग 8 महिना जस्तो भइसक्यो 8 महिनामा एकदमै जिरो प्रब्लम केही पनि प्रब्लम आएको छैन र यो चाहिँ खर्चको कुरा गर्दा लगभग 20,000 जस्तोको खर्चमा तयार भएको थियो तपाईँहरूले पनि बनाउन सक्नुहुन्छ 20,000 को यसले ब्याज समेत चाहिँ हामीलाई वापस गरिसकेको छ 8 महिनाभित्रमा यो चाहिँ यसले चाहिँ अहिलेसम्म यसको रेन्ज पनि घटेको छैन ब्याट्री पनि डाउन भएको छैन यसको ब्याट्रीको तपाईँको एउटा लाइफ चाहिँ 5 वर्ष भनाइ छ कम्पनी अनुसार र 3 वर्ष 4 वर्ष 3 वर्ष चल्दियो भने पनि चाहिँ हामीलाई चाहिँ इनफ हुन्छ यो पैसामा यतिको चाहिँ सामानहरू टिकाउ सामानहरू चाहिँ एकदमै राम्रो छ आज हामी आइसक्यौँ घरमा आजको भिडियो खत्तम भयो हेर्नुहोस् अर्को भिडियोमा भेटौँला अर्को भिडियोमा भेटौँला बाई बाई